रातिको 6:30 भइसकिसकेको छ र म उठिसकेको छु र आज चाहिँ मैले बिहानै उठ्ने बित्तिकै भ्लग बनाउँदैछु अ डे इन माई लाइफ भनेर है। र आज दिनभरिको भिडियो बनाउने कोसिस गर्छु है। र आज चाहिँ मेरो केही छैन स्पेसल त, जस्ट उठेर ब्रेकफास्ट बनाएर स्कुल जाने हो, स्कुल गएर त्यहाँदेखि फेरि आउने हो एज युजुअल डे है। र त्यो पनि हेरिदिनुहोस्, आज अलिकति एक दुईवटा रुम पनि त्यो बेडसिटहरू पनि चेन्ज गर्छु, साफसफाइ गर्छु हल्का, र त्यो पनि भ्लगमा हाल्नु पर्यो भनेर सोचेँ र तपाईँहरूले एन्डसम्म हेरिदिनुहुन्छ होला भनेर आशा राख्दछु। अब चाहिँ म यो बेडसिटहरू पनि सबै चेन्ज गर्छु। त्यसपछि यहाँ चार्ज गरेर राति हेर्नु त मलाई करेन्टले कस्तो लागेन भने रहेछ। अनि बेडसिट चेन्ज गर्छु। त्यसपछि यतापट्टि पनि यहाँ हेर्नुहोस् न, चप्पल रुमभित्र चप्पल हाल्नु हुँदैन भनेको, तर यो धुको चप्पल हो। बिहान चाहिँ हिजो चाहिँ मैले धुको थिएँ नि त, बेलुका भएको थिएँ होइन धुँदा, अनि त्यही अहिले चाहिँ त्यहाँ सुकाएको फ्यानमा सुक्छ भनेर। अन्त यहाँ पनि बेडसिटहरू चेन्ज गर्नुपर्ने छ र मैले खिड्की पनि खोलिसकेँ। हेर्नुहोस् आज चाहिँ वेदर यस्तो छ, चिसो भइरहेछ वेदर पनि। र बाहिर दैलो भाइ पनि आज त छिटो उठ्यो, अरू बेला ऊ 7 बजी उठ्थ्यो, आज चाहिँ ऊ छिटो उठेर कतै जानु थियो होला। र हेर्नुहोस् बाहिर ग्रिनेरी देख्दाखेरि चाहिँ राम्रो लाग्छ नि। यहाँनिर चाहिँ मेरो माछा छ कि आज स्कुलमा फिस फ्राई लानु पर्यो। हिजो माछा किनेर राखिरहेको थिएँ फ्रिजमा, फिस फ्राई लानु पर्यो। अब यसलाई म्यारिनेट गर्छु, फिस पनि म्यारिनेट गरेँ। अब यसलाई छोपेर राख्थ्यौँ। अब अहिले घरको काम गर्छु र अब यहाँनिर रुम पनि चेन्ज गरौँ। यहाँ मैले हेर्नु न बेडसिट कर्टेन्सहरू अस्ति विशाल मेगामार्टबाट किनेको थिएँ। बेडसिटहरू छ है, सिङ्गल बेडसिटहरू, अनि कर्टेन्सहरू पनि छ। यो चाहिँ अब म लगाउँछु। अस्ति मिसोबाट किनेको पनि थियो, तर त्यो चाहिँ अब अहिले लगाउँदिनँ, किनभने 2टा कर्टेन्स मात्रै छ। त्यो चाहिँ 2टा विन्डो छ कि 2टा कर्टेन पुग्दैन। सो अब मैले यो लगाएर चाहिँ होला। पर्दा चाहिँ यस्तो भयो, तर के गर्ने, काट्नु पर्ने रहेछ। 7 फिटको ल्याएको थिएँ, पुरा लामो किसिमको रहेछ, त अब काट्नु पर्ने रहेछ खोलेर। अहिले अघिको लेन्थ चाहिँ लामो भएको थियो नि त, अहिले फिलहाल चाहिँ यस्तो गरिदिएँ मैले। पहिला हाम्रो घरतिर आमाहरूले यस्तो गर्नुहुन्थ्यो नि, हामी सानसानो हुँदा। अब त्यस्तो गरेर चाहिँ अलिकति लेन्थ छोटो हुँदो रहेछ। अब यसलाई यस्तै गरिदिन्छु अहिले फिलहालको लागि चाहिँ, त्यहाँदेखि पछि टेलरकोमा लगेर बनाउँछु। ठिकै छ, यस्तै गरिदिन्छु। लु अब मेरो कर्टेन पनि रेडी भयो, त्यसरी लगाइदिइरहेको छु अहिले फिलहाल। तर यस्तो डिजाइन मलाई मन पर्दैन हो, छ्याप्पै छोडेको मनपर्छ। यता पनि त्यस्तै गरिदिएको छु। अनि यो पुरानो पर्दा, अब यसलाई चाहिँ धुनुपर्छ। अहिले फिलहाल चाहिँ यस्तै होस्। अब बेडसिट चेन्ज गर्छु। बेडसिट चाहिँ मेरो 2टा मैले विशालबाट चाहिँ 2टा किनेको थिएँ कि 199 मात्रै एउटा बेडसिटको, 199 गरेर 200 रुपियाँ गरेर 2टा। तर अस्ति मैले मिसोबाट किनेको थिएँ नि, त्यो लगाउँछु भनेर सोच्दैछु। हेरौँ
लु पोचा पनि लगाइसकिसके घर बढालेर पुसपास गरेर अब यस्तो भयो हेर्नुस् न चटक्क भइहाल्यो यतापट्टि पनि मिलाइसके ए यस्तो भयो यहाँनिर चाहिँ हेर्नु न यो कर्टेन्सहरू धुनु पर्ने छ अरू त यो ब्ल्याङ्केटहरू हो बेडसिटहरू चाहिँ धुनु राखिरहेको छु यहाँ हेर्नुहोस् न भित्ता यस्तो मैला छ पहिला जो बसेको थियो नि त्यहाँ चाहिँ नानीहरू थियो होला नि त अन्त डल्लै भित्ता कोरेको छ हेर्नुहोस् न डल्लै भित्ताहरू कोरेको छ अब यसलाई पनि कलर गरिदिएको भए त हुन्थ्यो अब के गर्नु दिस इज अ रेन्टेड प्लेस आफै केही गर्नु भएन होला है चिया बनाउँछु चिया नखानु पाएर मैले आफै अहिले फिलहाल मेरो किचनको हालत चाहिँ यस्तो छ हेर्नुहोस् न रुम पनि यस्तै छ हो यता पनि केही छैन म चाहिँ पर्दा लगाइदिनु पर्यो भनेर छोपिदिनु पर्यो भनेर हेर्नुहोस् न यहाँ यस्तो छ यहाँ पानीको जार अनि भाँडाकुँडाहरू नि यस्तो छ यहाँ माथि छ अरू अनि सामान यस्तै मैले चाहिँ सोचेको थिएँ एउटा सोकेस किन्नु पर्यो भनेर चाहिँ क्या यो भाँडाहरू सबै थन्काइदिनु पर्यो बिकज कतिवटा युजै गर्दिनँ क्या म अनि त्योहरू चाहिँ थन्काएर चाहिँ सोकेस किनेर राख्नु पर्यो यहाँनिर यहाँ नत्र भने यता कोठामा राख्दा पनि भयो भनेर चाहिँ सोचेको थिएँ तर के गर्नु किन्नै सकेको छैन बिकज राम्रो क्वालिटीको पनि पाउँदैन एक त फेरि अर्को चाहिँ के हो भन्दाखेरि चाहिँ हामी छोरी मान्छे चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ बिहा गर्नुभन्दा अगाडि चाहिँ अब यो रेन्ट त हो रेन्टेड प्लेस त हो यहाँ किन्नुभन्दा त हेर्नुहोस् न यहाँ किन्नु भन्दाखेरि त घरमै किन्छु भन्ने सोच्दो रहेछ सोचाउँदो रहेछ अनि बिहा गरिसके पछाडि चाहिँ फेरि यहाँ के किनिरहनु यहाँ किन्नु भन्दाखेरि त बरुभन्दा अलिकति पैसा थुपारेर राम्रै आफ्नै ससुरालीमा आफ्नै घरमा किन्नु पर्यो भनेर सोच्दो रहेछ क्या अन्त न उता किन्नु सक्छ न यता किन्नु सक्छ लास्टमा चाहिँ पैसा त्यत्तिकै सकिन्छ हो त्यस्तो हुँदो रहेछ क्या बेसी सोचाइ आउँदो रहेछ बिहा गर्नुभन्दा अगाडि आफ्नै घरमा है योभन्दा त बरुभन्दा उतै किन्यो भने हुन्छ भन्ने सोच्दो रहेछ यहाँ किन किन्नु एक्लै बस्ने त हो भन्ने हुँदो रहेछ अन्त बिहा गरिसके पछाडि फेरि सेम थिङ उता किनेको भए पनि हुन्छ उतै किन्नु पर्यो बरुभन्दा अलिकति पैसा थुपारेर राम्रै किन्नु पर्यो भनेर सोचाइ आउँदो रहेछ क्या जे होस् भोलि पर्सि किनिन्छ होला यहाँनिर चाहिँ यस्तो माया लाग्दो छ नि त हेर्नु न भाँडाकुँडा नि लथालिङै यो जुन चाहिँ भाँडा राख्ने ऱ्याक छ नि यो चाहिँ मैले पहिला नै प्राइभेट स्कुलमा सेन्ट जेभियर्समा पढाउँदाखेरि नै किनेको थिएँ अरू सबै पुरानै नैहरू सामानहरू पनि क्या योहरू सबै त्यहीहरू हो यो त मैले घरबाट ल्याएको हो सबै सामानहरू ग्यास पनि नयाँ त केही किनेको छुइनँ मैले मेरो चिया पनि रेडी भयो अब एकछिन चाहिँ बसेर चिया खानु पर्यो र पूजा पनि गरिसकेँ मैले भर्खर अब चाहिँ किचनतिर लागेर चाहिँ ब्रेकफास्ट बनाउनु पर्यो यता माछा फ्राई हुँदैछ अनि यहाँ चाहिँ म प्लेन गिलो रोटी बनाउनु आँटेको प्यानकेक केही नहालेको सादा गरम गरम छ फेरि हो किन्छ होला तातो अब फिलहाल मेरो ब्रेकफास्ट यस्तै हो प्यानकेक र दही यही खानु पर्यो अब चाहिँ स्कुलतिर लागौँ रेडी पनि भइसकिसके मेरो टिफिन र बस्ता पनि रेडी भयो नाउ लेट्स गो टु स्कुल कति बज्यो ढिलो भइसकिसक्यो कति बज्यो 11:15 ढिलो भइहाल्छ चाहिँ कसले किनिदिएको अरे यस्तो लाएर त आउनु हुँदैन नि अनि स्कुलमा त अन्त खै यो तिमीहरू खेल्दैछ ल्याए प्रोजेक्ट के बनाएको यो चाहिँ डल अरे
डोल हैन हौ डल केक बनायो पर्ख एकछिन आफ्नो ठाउँमा बस एक जनाको हेर्छु है ल अस्ति बनाउनु दिएको बस ठिकसँगले बस नम्बर 1 आऊ प्रोजेक्ट लिएर देखाऊ घरमै छ अब मार्क्स पाउँदैन है रोल नम्बर 2 प्रोजेक्ट लिएर आऊ अब यहाँ चाहिँ हो के हो तिम्रो नाम व्हाट इज योर नेम रणबीर उरावले के ल्याएको छ है व्हाट इज दिस यसलाई के भन्छ यसलाई क्यारट यसलाई यो के हो पम्किन पम्किन ओके यो के अरे यस ज्याक फ्रुट भन्छ यसलाई के भन्छ अरे यो भोलि लिएर आउनु 7 रोल नम्बर 7 को खै किन लजाको किन नबनाएको ऊ साथीसँग बसेर बनाउनु पर्दैन रोल नम्बर यहाँ हो खै के बनाएको हेरौँ यो चाहिँ क्याट बनाउने मान्छे चाहिँ यहाँ अन्त खै फिस चाहिँ क्याटले चाहिँ कसरी फिस खान्छ ए क्याटको छेउमा राखिदिएको क्याटको खाना सोनाली के हो यो सोनाली एप्पल र अरेन्ज एप्पल अरेन्ज ओ के हो यो चाहिँ डल हो अन्त डल त मैला भएछ त हौ अन्त अबि हल्लिँदैछ त डल त राम्रो फिक्स भएको छैन रहेछ कसले बनाएको यो चाहिँ ल ल ल लु जाऊ राख अब हामी बटरफ्लाई बुकबाट यो राइम्स गर्दैछौँ जो अस्ति हामीले प्र्याक्टिस गरेको थियौँ हैन ओ डियर व्हाट क्यान द म्याटर बी ओके रेडी स्ट्यान्ड अप सबैजना सिधा उभ अब जति सिकेको छ त्यति नै भन्ने ल ओके 1 2 3 स्टार्ट ओ डियर व्हाट क्यान द म्याटर बी डियर डियर व्हाट क्यान द म्याटर बी ओ डियर व्हाट क्यान द म्याटर बी Johnny so long at the fair he promised to buy me a basket of roses a garland of lilies a garland of roses oh dear what can the matter be dear dear what can the matter be oh dear what can the matter be Johnny so long at the fair okay good लिखा दिखाओ good very good फेरि बाहिर जाँदैछ तिमीहरू अब चाहिँ सबै क्लासेसहरू सकेर पनि घरतिर लाग्दैछु धेरै टायर्ड पनि भयो अब चाहिँ घरमा गएर एकछिन आराम गर्छु अब लुगाहरू धुनु पर्यो बाथरुममा अब चाहिँ एकछिन आराम गर्नु पर्यो थाक्यो अब एकछिन ढल्किन्छु त्यहाँदेखिको अहिले भनेको तिमीलाई बाई तपाईँहरूलाई म छतमा लानु पर्यो त एकछिन टेरेस जाउँ कस्तो राम्रो देख्छ होइन चारैतिर ग्रिनेरी हरियो यहाँ चाहिँ इटा बनाउँछ सिमेन्टको यहाँ चाहिँ बाटो छ
बसेर चिया खान्छु। मेरो यो घरको भुइँ चाहिँ के हो जति पुस्दा पनि हुँदैन क्या। हेर्नुहोस् न, फेरि यो डिजाइन यस्तो छ। भुइँ चाहिँ बनाउँदाखेरि बनाउनेले राम्रो नबनाइदिएको होला हौ। हेर्नुहोस् न, सफा नै छैन है। र मैले चाहिँ भिडियो बनाएकै थिइनँ, सुतेर उठेँ, त्यहाँदेखिको चियाहरू खाएँ, त्यहाँदेखि पूजाहरू गरेँ। त्यसपछि चाहिँ अघि खाना बनाइहालेँ। खानामा चाहिँ के बनाएँ भन्दा चाहिँ अघिकै त्यो बिहान माछा फ्राई गरेर स्कुल टिफिन लगेको थिएँ होइन। त्यहाँदेखिको चाहिँ 2 पिस जस्तो चाहिँ माछा बाँचेको थियो, टाउको र एउटा सानो पिस। अनि त्यसकै झोल बनाइदिएँ, बिकज भोलि चाहिँ म घर जान्छु नि त। भोलि त स्याटरडे आफ्टर स्कुल घर जान्छु, अनि त्यही भएर चाहिँ त्यो बनाएँ। माछाको झोल र भात तपाईँहरूलाई देखाउँछु यता। यहाँ बनाएको छु माछाको झोल, हेर्नुहोस्, अनि नर्मल माछाको झोल, अनि यहाँ चाहिँ भात बनाइसक्छु। अब चाहिँ म खाना खानु पर्यो। खाना नर्मल भात राइस छ, अनि माछाको झोल छ, यो खान्छु। डिनर अलरेडी लेट भइसकिसक्यो। कहाँनिर चाहिँ पुरानो हुँदैछ क्या, अब रातभरि बजाउने रहेछ, पुरानको बजाउँदैछ। माछा चाहिँ फेरि मलाई बिचमा खाना खाँदा खानु मन पर्दैन क्या, झोलसँग मात्रै खान्छु, झोल र आलुसँग। माछा चाहिँ लास्टमा मजा आउँदो रहेछ है। माछा चाहिँ लास्टमा खाने बानी छ। तपाईँहरूको पनि त्यस्तै हो र। अब खाना पनि खाइसकिसकेँ। अब मुख धोएर भर्खर आएको, चस्मा बिना कस्तो देख्दै होला है मलाई। अब चाहिँ मुख पुसेर चाहिँ अब म स्किन केयर गर्छु। स्किन केयरमा चाहिँ गरेर सुत्छु। स्किन केयरमा चाहिँ यही हो, अस्ति भिडियो पनि हालेको थिएँ होइन। यो टोनी मोलीको टोनर, त्यहाँदेखिको यो छ कजरेक्सको, त्यहाँदेखिको यो छ, यो के हो भन्दाखेरि डक्टर सेटको डेली पिगमेन्टेसन करेक्सन क्रिम हो। यो चाहिँ पिगमेन्टेसन भएकोले। अनि लास्टको चाहिँ सक्नु आँटेको छ मेरो मोइस्चराइजर, यो चाहिँ अल टाइम फेभरेट सेटाफिलको मोइस्चराइजर लगाउँछु। अनुहारमा पुरा पिगमेन्टेसन, हेर्नुहोस् न, पुरा पिगमेन्टेसन निस्केको छ कि। अनि यसले नै यो लगाएर चाहिँ अलिकति राम्रो भएको छ जस्तो लाग्छ अनुहार। अनि सनस्क्रिन पनि यो डक्टर सेटकै लाउँदैछु कि म। सनस्क्रिनले पनि राम्रो हुँदो रहेछ हौ। र म अब स्किन केयर गरिहाल्छु। र अहिले चाहिँ मैले स्किन केयर पनि सक्यो। अब चाहिँ 11 पनि बज्न आँटिसकिसक्यो, 10:30 त भइसकिसक्यो। अब चाहिँ सुत्नुपर्छ होला है। र आजको दिन चाहिँ यसरी नै बित्यो है। त्यस्तो केही स्पेसल त थिएन, जस्ट घरमा नर्मल घर साफसफाइ, खाना खायो, पकायो, खायो, स्कुल गयो, आयो, फेरि सुत्यो, उठ्यो, चिया खायो, खाना पकायो, यति नै हो। र तर पनि आज दिनभरि के कस्तो भयो तपाईँहरूले सबै हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच फर वाचिङ माई भिडियो। र प्लिज किप सपोर्टिङ मी, प्लिज डु लाइक, शेयर एन्ड सब्सक्राइब टु माई च्यानल अल्सो। सो थ्याङ्क यू भेरी मच once again and bye bye, take care, good night.